मुलुकले पछिल्ला 3.5 दशकमा धेरै प्रधानमन्त्री पायो, तर राजनीतिक अस्थिरता, दोहोरिएका अनुहार र अपेक्षा अनुसारको नतिजा नआउँदा आम नागरिकमा निराशा बढ्दै गएको छ। यही पृष्ठभूमिमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय राजनीतिमा केन्द्रित बहसको विषय बन्न थालेका छन्। 2079 सालको स्थानीय तह निर्वाचनमा बालेन शाहले परम्परागत दलका उम्मेदवारलाई पराजित गर्दै काठमाडौँ महानगरको नेतृत्व सम्हाले। स्वतन्त्र उम्मेदवारको रूपमा उनको जितलाई केवल स्थानीय निर्वाचनको परिणाम मात्र नभई स्थापित दलप्रतिको असन्तुष्टिको सङ्केतका रूपमा हेरियो। पुराना दलप्रतिको असन्तुष्टिको पारो अहिले झनै बढेको आम अड्कल छ। त्यसो भए के बालेन शाह भावी प्रधानमन्त्री हुन् त? आजको रिपोर्ट यही विषयमा केन्द्रित हुनेछ। बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा बलेन्द्र शाह मेयर बनेपछि बालेन शाहले अवैध संरचना हटाउने, सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण, फोहोर व्यवस्थापन सुधार र महानगरको आन्तरिक प्रशासन सुधार जस्ता विषयलाई प्राथमिकतामा राखे। उनको कार्यशैलीलाई कतिपयले कठोर भने, तर समर्थकहरूले कानुनको समान कार्यान्वयनको उदाहरणको रूपमा लिए। राजनीतिक दलसँग सहमति खोज्ने भन्दा पनि निर्णयमा स्पष्ट देखिनुले बालेन शाहको छवि परम्परागत नेताभन्दा फरक देखियो। यही कारण उनले युवा पुस्तामाझ विशेष समर्थन पाएको देखिन्छ। पछिल्ला दिनहरूमा बालेन शाहले आफू अब सक्रिय राजनीतिमा उत्रिने सङ्केत दिएका छन्। उनले सार्वजनिक रूपमा एक्लैले देश बदलिँदैन भन्दै राष्ट्रिय स्तरको राजनीतिक संरचना आवश्यक रहेको धारणा राखेका छन्। उनको भनाइअनुसार सङ्घीय संसदमा 165 वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्ने तयारी भइरहेको छ। निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टी र लौरो चुनाव चिन्ह मार्फत चुनावी प्रतिस्पर्धामा जाने चर्चा सार्वजनिक रूपमा आएको छ। उनले देश विकास नामक पार्टी खोल्नु र बजारले पत्याएका धेरै अनुहारलाई म्याराथन दौडको झल्को दिने गरी भेट्नुले उनको सक्रियता र महत्त्वाकांक्षा बुझ्न गाह्रो पर्दैन। बालेन शाहले पछिल्लो समय विभिन्न राजनीतिक सामाजिक व्यक्तित्वसँग संवाद बढाएका छन्। ऊर्जा क्षेत्रमा सफलतापूर्वक काम गरिसकेका कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका सीके राउत, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, साथै स्वतन्त्र अभियन्ता र युवा नेताहरू सागर ढकाल, रक्षा बम जस्ता नामहरूसँग भेटघाट र छलफल भएको पुष्टि भइसकेको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँगको भेटघाटलाई पनि वैकल्पिक राजनीतिक धारको सम्भावित सहकार्यका रूपमा विश्लेषण गर्न सकिन्छ। यी बाहेक पनि जिल्ला र क्षेत्रीय स्तरमा नाम चलेका पात्रहरूलाई पनि उनले भेटेका छन्। रमाइलो पक्ष त के छ भने माथिका सबै नामहरू उनलाई भेट्न उनैले तोकेको एउटै स्थानमा पुगेका छन्। यसबाट पनि उनीप्रतिको आकर्षण प्रष्ट हुन्छ। 35 वर्षे बालेन शाहले अहिले औपचारिक रूपमा प्रधानमन्त्रीको दाबी गरेका छैनन्, तर स्वतन्त्र मेयरबाट राष्ट्रिय राजनीतिमा छलाङ मार्ने उनको तयारीले उनलाई भावी नेतृत्वको सम्भावनामा उभ्याएको छ। महत्त्वपूर्ण पक्ष त के छ भने गत भदौ 23 र 24 गते भएको जेनजी विद्रोहका नेता र झुण्डहरूले पनि बालेनलाई सहजै नेता मान्ने सङ्केत गरेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार बालेन शाहको लोकप्रियता, युवा समर्थन र वैकल्पिक राजनीतिक धारले आगामी सङ्घीय निर्वाचनमा हस्तक्षेपकारी भूमिका निर्वाह हुन सक्छ। यद्यपि प्रधानमन्त्री बन्ने बाटो संसदको अङ्कगणित, गठबन्धन राजनीति र जनमतमा निर्भर रहनेछ। बालेन शाह आज नेपालको राजनीतिक बहसको केन्द्रमा छन्। उनी एक सफल मेयर मात्र हुन् कि भावी राष्ट्रिय नेता, यसको निर्णय आगामी निर्वाचन र जनमतले गर्नेछ। तर यति स्पष्ट छ, नेपालको राजनीतिमा विकल्प खोज्ने बहस अब केवल सैद्धान्तिक मात्र होइन, व्यवहारिक चरणतर्फ पनि अघि बढेको छ। बालेन शाह यो बहसको एक महत्त्वपूर्ण पात्र बनेका छन्।